यस्तो ग्याङ जसका मेम्बरहरूसँग न त कुनै हतियार छ न त कुनै ब्याकअप पावर नै, तर पनि उनीहरू दिनदहाडै ग्रुप बनाएर आउँछन् र मानिससँग आँखामा आँखा जुदाएर प्योर टेरर क्रिएट गरिदिन्छन्। अनि सबैभन्दा डेन्जरस कुरा, यो ग्याङलाई कसैको डर पनि छैन। करायो भने हाँसेर बसिदिन्छन्, लट्ठी देखायो भने उल्टै एटिट्युड दिन्छन्। अनि यसको नतिजा मकै गायब, गहुँ सकियो र धान सबै सोत्तर। हो, म अहिले कुरा गर्दैछु नेपालको सबैभन्दा फियरलेस ग्याङ द बाँदर ग्याङको। नेपालमा किसानको समस्या त हामी सबैलाई थाहा नै होला। बिउ, मल, पानी र महिनौको मेहनत, साथसाथै किरा फट्याङ्ग्रा र मौसमको समस्या, र यी सबै समस्या सकाएर जब बाली भित्राउने समय आउँछ तब जनावरको समस्या, र त्यसमा पनि सबैभन्दा खतरनाक नाम द बाँदर ग्याङ। अनि सकिङ कुरा चाहिँ के हो भने बाँदरहरूको डेली फुडको 55% चाहिँ डाइरेक्ट किसानको खेतबाट आउँछ। साँच्चीकैमा भन्नुपर्दा किसानहरू चाहिँ खेती गर्छन् अनि बाँदर चाहिँ होम डेलिभरीको सुविधा लिन्छ। र यो बाँदरको आतंक हामीले सोचेभन्दा पनि धेरै ठुलो भइसकेको छ। डाटा हेर्ने हो भने नेपालमा 5 लाखभन्दा बढी बाँदरको आतंक छ र सबैभन्दा बढी एफेक्टेड एरियाहरू पाल्पा, स्याङ्जा, धनकुटा, अर्घखाँची, मिडल एरियाहरू त झन् रेड जोन जस्तै भइसके। तर प्रब्लम के हो भने यसको असर डाइरेक्टली किसानलाई नै पर्छ। दिनरात मेहनत गरेर उगाएको बाली घर भित्राउनु अघि नै सकिन्छ। यो समस्याले गर्दा कतिपय ठाउँका मानिसहरू बाली लाउन छोडेर बसाइ सर्न थालिसकेका छन्। सोच्नुहोस् त, एउटा पुरा परिवार बाँदरको डरले बसाइ सर्न बाध्य भएको छ। हुन त यो समयको चक्र पनि हो। धेरै जस्तो ठाउँमा मानिसको बस्ती बढ्दै गर्दा त्यहाँका जीव जनावरहरू आफ्नो ठाउँ छोडेर जान बाध्य हुन्छन्, होइन र? पहिला जङ्गल थियो, अहिले बस्ती छ। पहिला जङ्गलमा खाना सजिलै पाइन्थ्यो भने अहिले खेतमा सजिलै पाइन्छ। अब सर्भाइभलको लागि जुनसुकै प्राणीले पनि खाना जता सहजै मिल्छ उतै जान्छ। स्थानीय तहदेखि सदनसम्म अहिले यही समस्याको चर्चा भइरहेको छ। तर पनि यो समस्याको पर्मानेन्ट सल्युसन चाहिँ अझै भेटिएको छैन। कतै गाड राखिन्छ, कतै गुलेली र लाठीको प्रयोग गरिन्छ, कतै भने बादल भगाउने क्याम्पेनको लागि बिदा नै घोषणा गरिन्छ। तर यो सबै एउटा टेम्परेरी सल्युसन मात्र हो, किनभने बाँदर आतंक कुनै सानो इन्सिडेन्ट होइन अनि ऱ्यान्डम इन्सिडेन्ट पनि होइन। यो चाहिँ एउटा नेसनल इस्यु नै भइसकेको छ। र अब क्वेसन यो हो कि किसानले खेती गर्ने कि दिनभर बाँदर कुरेर बस्ने? तपाईँकोतिर बाँदर ग्याङको आतंक कस्तो छ? त्यसको समाधानको लागि कुनै सुझाव भए कमेन्टमा भन्नुहोस् है त।